कि 84 वर्ष बाँच्ने मानसिकता बनाएकाहरूले 24 घण्टा पनि ठिकसँग बाँच्न जानेनन्, ठिकसँग बाँच्न सकेनन्। त्यसैको परिणाम रक्सी, जाँड, मादक पदार्थ, डिप्रेसन, एङ्जाइटी, फ्रस्ट्रेसन, जति पनि समाजमा झगडा, वैमनस्यता, धोखा, बेइमानी, यी सबै कुरा किन आयो त भन्नाले मैले 24 घण्टा बाँच्न नजान्नुको परिणाम। 24 आवर्स। सो सर्टकट बनाइदिए नि, 84 छोड्नुस्। म 24 घण्टा कसरी गतिलो बाँचौँ त्यसको चिन्तन गरौँ। सजिलो छ, केवल 24 घण्टा। गाह्रो छ कि सजिलो? 24 घण्टा त सजिलो छ। तपाईँलाई ज्ञान चाहिन्छ, यसमा शङ्का छैन। तपाईँलाई ध्यान चाहिन्छ, यसमा शङ्का छैन। तर केवल 24 घण्टा। थिङ्क ओन्ली 24 आवर्स। एउटा उदाहरण लिउँ। बाटोमा हिँड्दा